कोरियामा रोजगारीको लागि जान पाउनु पर्यो भन्ने माग उहाँहरूको। अब यो प्रणालीमा चाहिँ हामीले यता कोटा थपिदिने विषयमा यहाँको मन्त्रालयमा नीतिगत रूपमै मन्त्री स्तरीय बैठकमै अनुरोध गरेका छौँ। हाम्रो रोस्टरमा नाम आउँछ, पास पनि हुन्छौँ हामी, तर जसले पैसा खुवाउँछ, जसले पैसा दिन्छ उनीहरूको मात्रै कोरिया जाने सपना पुरा हुन्छ भन्ने आरोप लागेको छ नि। कहीँ पनि कतै पनि त्यस्तो खालको लुपहोल छ अथवा कसैले केही तपाईँलाई पैसा खाइदिएको छ अथवा तपाईँलाई चाहिँ लैजान्छु भनेर केही त्यस्तो आश्वासन देखाएको छ भने हामीलाई खबर गर्नुहोस्, हामी तत्काल कारबाही गर्छौँ। त्यो तपाईँले भनेको विषयमा हामी नेपालमा पनि काम गरिरहँदाखेरि खोइ के छ आरोपको प्रमाणित हुने अथवा निवेदन दिनुहोस् भनेर हामीले प्रशासनमा निवेदन पनि लिएर प्रहरी मार्फत पनि त्यसको इन्भेस्टिगेसन पनि गऱ्यौँ। त्यो केही पनि छैन। तपाईँहरू अहिले जुन समस्या लिएर आउनु भएको छ यो समस्या समाधान भएन भने नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिन्छ? हामी समस्या समाधान गर्न आएको होइन। अहिले तपाईँहरू जुन समस्या लिएर आउनु भएको छ, तपाईँले यस नोमा समस्याको समाधान हुने विषय यो होइन। टोली आयो, टोली गएर जाँदा बित्तिकै जादुको छडीले जस्तो हुने पनि होइन। तर तपाईँहरू यो दक्षिण कोरियामा प्रवेश गरिरहँदाखेरि लाखौँ नेपालीहरू अहिले पनि आशा लिएर बाँचिरहेको छन्। अब केही हदसम्म हाम्रो समस्या समाधान हुने हो कि आजको भोलि नतिजा आउने अथवा यस नोमा नतिजा आउने अवस्था चाहिँ यस्ता खालको कार्यक्रमहरूले हुँदैन। तपाईँहरू यहाँ दक्षिण हुन त कतिपय श्रमिकलाई थाहा नहोला तपाईँहरू दक्षिण कोरिया आउनु भएको, तर पनि श्रमिकहरू जतिजनालाई थाहा छ उनीहरूले त आशा त राख्न पाइयो नि। पाइयो होइन, धेरै सकारात्मक कुराहरू भएका छन्। हजुर, तर तपाईँहरूको कार्यक्रम चाहिँ हाम्रो नेपाली श्रमिकहरूसँग सम्बन्धित, नेपाली विद्यार्थीहरूसँग सम्बन्धित के कस्ताहरू थिए? विद्यार्थीको विषय समग्र नेपाल सरकारको पर्ला, तर मैले काम गर्ने मन्त्रालयको चाहिँ पर्दैन। तपाईँले चाहिँ के देख्नु भएको छ नेपालको इपिएसको विद्यार्थीहरूको समस्या चाहिँ अहिले तत्कालको लागि? कोटा वृद्धि लगायतका कुराहरू, रोस्टरको अवधिको म्याद थपका कुराहरू पनि हाम्रो माग थियो। भन्दाखेरि मागकर्ता साथीहरूको माग अनुसार नेपाल सरकारले त्यसलाई चाहिँ कोरिया सरकारसँग अनुरोध गर्ने कुरा थियो। कोरियन रोजगारदाताले रुचाउँछन्, नेपालीहरू चाहिँ काममा चाहिँ ड्युटीफुल हुनुहुन्छ, त्यसको लागि धन्यवाद पनि उहाँले दिनुभएको छ। नेपालीहरू अब्बल छन् भनेर भनिरहँदाखेरि तपाईँलाई चाहिँ त्यो सुन्दाखेरि चाहिँ कस्तो लाग्यो? यो प्रति हामीले गर्व गर्नुपर्ने हुन्छ, किनभने भाषामा पनि अब्बल हुनुहुन्छ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू, किनभने 40मा 40 मिलाउने धेरै सङ्ख्या हुनुहुन्छ नि त। अनि त्यसपछि हामी मेहनती पनि त छौँ नि नेपालीहरू, बहादुर पनि छौँ, वीर गोर्खालीको एउटा हामीलाई चाहिँ सन्तति भनेर चिनेको हुँदाखेरि। सम्पूर्णमा नमस्कार, म दीपक गिरी। नेपालको श्रम रोजगार तथा जनसङ्ख्या मन्त्रालयको सचिव स्तरीय टोली फागुन 14 गते दक्षिण कोरिया प्रवेश गर्नुभएको थियो। नेपालमा अहिले पनि इपिएसको समस्या धेरै छ। कतिपय विद्यार्थीहरूले हामी पास भयो तर जान पाएनौँ, अनि अहिले पनि दक्षिण कोरियाले आफ्नो कर्मचारीहरू यदि नेपाल फर्किनु परे नेपाल कहिले पनि नपठाउने भनेर एक चेतावनी स्वरूप अभिव्यक्ति दिनुभएको थियो। अहिले सचिव स्तरीय टोली नै दक्षिण कोरिया आएर कुराकानी गरिसकेपछि, भेटघाट गरिसकेपछि, छलफल गरिसकेपछि निष्कर्ष के निस्क्यो, अनि दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको समस्या के हो, अब समाधान कतातर्फ हुन्छ भन्ने विषयमा हामी पुरा अपडेट लिनेछौँ। यसको जानकारी दिनको लागि हामीसँग हुनुहुन्छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका एकजना कर्मचारी। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। स्वागत छ सर। धन्यवाद। कति भयो तपाईँ आउनुभएको? मैले त फागुन 14 गते भनेर भने दक्षिण कोरिया। हामी 13 गते यहाँ पुग्यौँ, अनि 14 गते र 15 गते, हजुर 16 गते भनौँ न, यो हाम्रो कार्यक्रमहरू भयो। हजुर, कार्यक्रम चाहिँ तपाईँहरूको अब सुरुमा नेपालबाटै प्रवेश गर्नुभयो कि त सचिवज्यूले त जापानबाट आउनु भएको भनेर? होइन, सचिवज्यूको अरू कुनै कार्यक्रम थियो, उहाँ चाहिँ जापान हुनुहुन्थ्यो। हजुर, अनि हामी दुईजना चाहिँ नेपालबाटै आयौँ र यहाँ आएपछि हाम्रो भेट भयो र त्यसपछि हाम्रा पूर्वनिर्धारित सेड्युल अनुसार चाहिँ हामीले विभिन्न कार्यक्रमहरू, बैठकहरू आयोजना गऱ्यौँ। सेड्युलहरू अनुसार चाहिँ तपाईँहरूको कार्यक्रम चाहिँ हाम्रो नेपाली श्रमिकहरूसँग सम्बन्धित, नेपाली विद्यार्थीहरूसँग सम्बन्धित के कस्ताहरू थिए? अब हामी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भएको हुँदाखेरि विद्यार्थीको विषय समग्र नेपाल सरकारको पर्ला, तर मैले काम गर्ने मन्त्रालयको चाहिँ पर्दैन। त्यो भएको भएर हामीले विद्यार्थीको विषयहरू हेर्ने अथवा सुन्ने मात्रै हो, हामी समाधान गर्नेतर्फ जान सक्दैनौँ। र हामीले हेर्ने भनेको समग्रतामा श्रमिकका विषयवस्तु र श्रमिक मध्ये पनि अहिले चाहिँ म अब इपिएस कोरिया शाखामा काम गरिरहँदाखेरि इपिएससँग रिलेटेड विषयहरू मात्रै हेर्ने भएको हुँदाखेरि इपिएसमा अहिले नेपालमा इपिएस प्रणाली सम्बन्धी चाहिँ उठेका विभिन्न सवालहरूको विषय र अब तत्काल र दीर्घकालीन रूपमा के विषयहरूमा करेक्सन गर्न सकिन्छ भन्ने लगायतका विषयहरू स्थलगत द्विपक्षीय वार्ताको रूपमा र स्थलगत रूपमा र हामीले प्र्याक्टिकल्ली पनि धेरै कुराहरू फिल्ड भिजिट गरेर पनि हेऱ्यौँ। अहिले इपिएसमा हेर्ने भने नेपालमा विविध समस्याहरू रहेका छन्, चाहे त्यो पढ्ने सुरु गर्ने विद्यार्थीदेखि होस् वा पास गरेर भिजिट यो भिजाको पर्खाइमा रहेका विद्यार्थीहरू होस्।
तपाईँले चाहिँ के देख्नु भएको छ नेपालको इपिएसको विद्यार्थीहरूको समस्या चाहिँ अहिले तत्कालको लागि? इपिएसको विद्यार्थी त भन्न मिलेन होइन। इपिएस पास भएर कोरिया आउन खोज्ने सम्भावित श्रमिकहरू भनौँ होइन, उहाँहरूको विषय हो। खासमा बुझ्नुपर्ने विषय के छ भने यहाँहरूको मिडिया मार्फत पनि योसँग सम्बन्धित व्यक्तिहरूलाई मैले के भन्न चाहन्छु भने इपिएसको पहिला भाषा परीक्षा उहाँहरूले पढ्ने हो। भाषा परीक्षा पढ्नुहुन्छ र जाँच दिनुहुन्छ। जाँच दिएर पास हुँदा बित्तिकै अथवा पास हुँदैमा कोरिया आउने ग्यारेन्टी हुँदैन भन्ने कुरा उहाँहरूलाई पढाइएको पनि हुन्छ, सिकाइएको पनि हुन्छ, जानकारी पनि गरिएको हुन्छ। कसरी ग्यारेन्टी हुँदैन भने जस्तो मान्नुहोस् उदाहरणको लागि कोरियामा हामीलाई दिएको, नेपाललाई दिएको कोटा मानौँ 5000 कोटा छ भने त्यो 5000मा चाहिँ कति हुन्छ भने हामीले निकाल्ने मान्छेहरू 10000 पनि हुनसक्छ पास हुने व्यक्तिहरू। आउने त 5000 हो। अझ अर्को कुरा भनौँ 5000 पनि आउने रहन्छ, त्यो त सिलिङ हो। कहिलेकाहीँ कम्पनीहरूमा समस्या आयो, त्यो भएको कारण 200-400 कोटा घट्न पनि सक्यो बरु। त्यसैले 5000 मध्ये कति पास हुनु? 10000 जना पास हुनुभयो। 10000 जना नै योग्य हुनुभयो नि, तर 10000 मान्छे त आउँदैन, करिब 5000 मान्छे त आउनुहुन्न हो। त्यो आउन नसकेका अथवा नपाएका र आफ्नो चाहिँ एक्सपायरी नजिक भएका साथीहरूले चाहिँ हाम्रो कि म्याथ थपिदिनु पऱ्यो कि हामी पनि कोरियामा रोजगारीको लागि जान पाउनु पऱ्यो भन्ने माग उहाँहरूको। अब यो प्रणालीमा चाहिँ हामीले यता कोटा थपिदिने विषयमा यहाँको मन्त्रालयमा नीतिगत रूपमै मन्त्री स्तरीय बैठकमै अनुरोध गरेका छौँ। उहाँहरूले ठ्याक्क अहिले कोटा थपियो भनेर जवाफ दिने कुरो पनि भएन। तपाईँले त यसरी भनिरहनु भएको छ, तर नेपालको अहिले जतिजना पनि पास भएर बस्नु भएको इपिएसका विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ तपाईँहरूमाथि इपिएस कार्यालय अझ भनौँ इपिएसमा काम गर्ने कर्मचारीहरूमाथि केसम्म आरोप लाउनु भएको छ भने हाम्रो रोस्टरमा नाम आउँछ, पास पनि हुन्छौँ हामी, 40 भनौँ न 40मा 40 पूर्ण अङ्क ल्याउनु पर्ने छ, त्यो पनि ल्याउँछौँ। तर जसले पैसा खुवाउँछ, जसले पैसा दिन्छ उनीहरूको मात्रै कोरिया जाने सपना पुरा हुन्छ भन्ने आरोप लागेको छ नि। तपाईँ के भन्नुहुन्छ? त्यो त आरोप जसलाई जे लगाउन नि पाइयो। हजुर, त्यो तपाईँले भनेको विषयमा हामी नेपालमा पनि काम गरिरहँदाखेरि खोइ के छ आरोपको प्रमाणित हुने अथवा निवेदन दिनुहोस् भनेर हामीले प्रशासनमा निवेदन पनि लिएर प्रहरी मार्फत पनि त्यसको इन्भेस्टिगेसन पनि गऱ्यौँ। त्यो केही पनि छैन। खालि 1-2 जनाले त्यस्तो गलत अफवाह फैल्याएर त्यो आन्दोलन गराउने मागकर्ताहरूलाई आन्दोलनमा हुम्याउने खालका व्यक्तिहरू हुन्। यहाँहरूकै मिडियाबाट मैले के भन्न चाहन्छु भने यदि कहीँ पनि कतै पनि त्यस्तो खालको लुपहोल छ अथवा कसैले केही तपाईँलाई पैसा खाइदिएको छ अथवा तपाईँलाई चाहिँ लैजान्छु भनेर केही त्यस्तो आश्वासन देखाएको छ भने हामीलाई खबर गर्नुहोस्, हामी तत्काल कारबाही गर्छौँ। अनि होइन भने यो चाहिँ अफवाहको पछि चाहिँ नलाग्नु होला। यो चाहिँ 17वटै देशहरूमा एउटै प्रणाली लागू छ। विश्वका 17वटा देशमा छ नि त, यहाँहरूलाई थाहा छ। सबै देशहरूमा एउटै प्रणाली हो। हाम्रो रोल भूमिका के हो भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ। हामी त भाषा परीक्षा, भिसाको प्रक्रियाहरू, जबको फाइलहरू पठाइदिनेसम्म न हो हाम्रो रोल। यहाँ उहाँलाई कोरिया पठाउने बेलासम्म यहाँबाट भिसा दियो भने बल्ल हामीले पठाउने रोल न हो। त्यो बाहेक त हामीले यहाँ जागिर दिने नदिने विषयमा त इपिएस नेपालको कुनै पनि संलग्नता नै हुँदैन। हजुरहरूले त हजुरहरूको रोल चाहिँ अब तपाईँहरूले पास गराउने, इक्जाम परीक्षा लिने, पास गर्ने विद्यार्थीहरूलाई प्रोसेस अनुसार कोरिया पठाउने सम्मको गर्नुहुन्छ भन्नुभयो। तर यहाँनिर प्रश्न के उठ्छ भन्दाखेरि दक्षिण कोरिया मात्र एउटा यस्तो देश हो जहाँनिर चाहिँ बिना कमिसन दिइकन हामी कोरिया प्रवेश गर्न सक्छौँ यदि हामीसँग क्षमता छ भने, हामीले पास गर्न सक्यौँ भने भन्छन्। तर नेपाली कर्मचारीहरू, नेपाली जतिजना पनि हुनुहुन्छ पोजिसनमा बस्नु भएको उहाँहरूलाई केसम्म आरोप लाग्ने गर्दछ भने दक्षिण कोरिया जाने ठाउँ एउटा पैसा नतिरिकन जान सकिन्छ, तर त्यही दक्षिण कोरियामा पनि जानको लागि चाहिँ कतिपयले चाहिँ एउटा रातो टोपी र एउटा केही उहाँहरूले पाउनुपर्ने जुन पोसाक हुन्छ त्यसको लागि पनि 7000सम्म तिर्नुपर्छ। यो त भएन नि, भ्रष्टाचारै भयो भन्ने तरिकाको प्रश्न चाहिँ खडा भएको छ नि एकचोटि तपाईँहरूमाथि। होइन, यस्तो छ, भ्रष्टाचारको कुरा कसैले तिरेको राजस्व र त्यो राजस्व बापत के उपलब्धि भयो अलिकति महँगो भयो कि भन्ने। होइन, महँगो सस्तो कुरै होइन। यो कति रुपियाँमा आएको छ थाहा छ तपाईँहरूलाई? हेरेर कुरा गर्नुहोस् न, भन्नुहोस्। 890 रुपियाँमा आएको छ टोपी र ज्याकेट। हजुर हजुर, तपाईँ कोरिया बस्नुहुन्छ कति लाख पर्छ टोपी र ज्याकेटलाई? त्यहाँ नेपालको टेन्डर प्रणाली छ, खरिद प्रणाली छ। पारदर्शी रूपमा खरिद गरेर किन्दाखेरि 890 भनौँ 900मा टोपी पनि ज्याकेट पनि आएर हामीले वितरण गर्नुपर्ने बाध्यता छ। त्यो भएर 900कै हुनुपर्ने क्वालिटी चाहिँ त्यसमा छ। नेपाल सरकारले कहीँ पनि त्योभन्दा बढी पैसा खर्च गरेको छैन। कसैले कमिसन घुस यसको शिकायत यस्तो आरोप लाउने माथि चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँहरूको पनि होइन, आरोप चाहिँ अब तपाईँले भनेर सुने मैले होइन, कसैले आरोप लगायो भने त कहीँ न कहीँ लिखित होला। हामीलाई त धेरै निकायहरू छ नि, मिडियाहरू हुनुहुन्छ होइन, हामीलाई अडिट छ, अनि त्यसपछि भिजिलेन्स निकायहरू छन्, तपाईँले अख्तियारै भन्नुहुन्छ।
त्यस्तो बदमासी गर्ने छुट त छैन नि। तर आरोप त अब जेसुकै पनि लगाउन पाइयो, भित्री कुरा बुझ्नु पर्यो कि। त्यत्रो 7-8 हजारको कुरा गर्नुभयो नि, अहिले 900 रुपियाँमा चाहिँ टोपी र ज्याकेट उपलब्ध भएको छ भने त्यो 900 मा आउने क्वालिटीको हो कि होइन त्यो कुराहरुपट्टि जाउँ। खैर मैले अब यो त भिडियो प्रसारण गरि नै हाल्छु। अब कतिपयले यदि महँगो हालेर किन्नु भएको छ भने तपाईहरुले भोलिको दिनमा गएर भन्न सक्नुहुन्छ भन्न त कतिपयले होइन, त्यो त हामीले टेन्डर गरेर किन्ने हो। त्यसपछि कोरिया उड्ने बेलामा हामीले त्यो के अरे भिसा र पासपोर्ट दिने बेलामा उहाँलाई उपलब्ध गराउने हो अनि प्लेनमा चाहिँ उहाँहरूले लगाउने हो। अहिले दक्षिण कोरियामा चाहिँ कोटा सम्बन्धीलाई लिएर पनि विभिन्न बेला प्रश्न उठ्ने गर्दछ। हुन त दक्षिण कोरियाले धेरै देशमा करिब 17 वटा देशमा होला आफ्नो देशमा चाहिँ श्रमिकहरूलाई चाहिँ लिएर आउने गर्दछ अनि हरेक देशलाई हेरेर कोटा छुट्याउने गर्दछ। नेपालको हितमा चाहिँ नेपालको लागि भनेर अहिले तपाईहरु यहाँ भेटघाट गरिसकेपछि के पाउनुभयो, के हुनेछ अब हाम्रो यो कोटा वृद्धि लगायतका कुराहरू, रोस्टरको अवधिको म्याद थपका कुराहरू पनि हाम्रो माग थियो भन्दाखेरि मागकर्ता साथीहरूको माग अनुसार नेपाल सरकारले त्यसलाई चाहिँ कोरिया सरकारसँग अनुरोध गर्ने कुरा थियो। हामीले गर्यौं पनि। कोटा वृद्धिको सन्दर्भमा पनि केही कुराहरू हाम्रो डेपुटी मिनिस्टर लेभलको वार्ता थियो यहाँ, उहाँहरूले मनन गर्नुभएको छ, हामीले लेखेर पनि दियौँ, वार्तामा कुरा पनि गर्यौं। अब आजको भोलि नै कोटा वृद्धि त्यहाँ टेबलबाटै भन्ने कुरा पनि भएन, उहाँहरू चाहिँ त्यसमा छलफलमा हुनुहुन्छ। अनि अर्को कुरा सकारात्मक के छ भने नेपाली कामदारहरू अथवा नेपाली श्रमिकहरू चाहिँ कोरियन रोजगारदाताले रुचाउँछन्, नेपालीहरू चाहिँ काममा चाहिँ ड्युटीफुल हुनुहुन्छ, त्यसको लागि धन्यवाद पनि उहाँले दिनुभएको छ। त्यो हुँदाखेरि कोटा वृद्धितर्फ पनि उहाँहरू पोजिटिभ हुनुहुन्छ। तर अलरेडी अरू 17 वटा देशबाट र नेपालबाट तुलना गर्दाखेरि नेपालबाट यहाँ आउने कोटा अहिलेसम्मको कोटा चाहिँ अरू देशहरूको भन्दा डबल जस्तो नै परेको रहेछ। भन्न खोजेको अलरेडी नै नेपालीले हामीले कोटा धेरै नै पाइसकेका छौँ र अबका दिनहरूमा पनि त्यो कोटाहरूको निरन्तरता हुने खालको हामीले अपेक्षा गर्ने खालको हाम्रो छलफल भएको छ। अब तपाईले जसरी भन्नुभयो नेपाली श्रमिकदेखि लिएर उनीहरूको भाषादेखि लिएर काम गर्ने शैली हरेक कुरामा नेपालीहरू अब्बल छन् भनेर भनिरहँदाखेरि तपाईलाई चाहिँ त्यो सुन्दाखेरि चाहिँ कस्तो लाग्यो आफ्नो व्यक्तिगत? यो त अहिले मात्रै हैन, हामी त उहाँ पनि उनीहरूले पत्रचारबाट हामी त भर्चुअल मिटिङहरू पनि गर्थ्यौँ नि, उहाँहरूले एप्रिसिएट गर्नुभएको, चिठी लेखेरै पनि पठाउनु भएको छ हैन। यो प्रति त हामीले गर्व गर्नुपर्ने हुन्छ किनभने भाषामा पनि अब्बल हुनुहुन्छ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू, किनभने 40 मा 40 मिलाउने धेरै संख्या हुनुहुन्छ नि त। अनि त्यसपछि हामी मेहनती पनि त छौँ नि नेपालीहरू, बहादुर पनि छौँ, वीर गोर्खालीको एउटा हामीलाई चाहिँ सन्तति भनेर चिनेको हुँदाखेरि त्यसमा त तपाईँ हामी सबै नेपालीले गर्व गर्न पर्ने ठाउँ पनि छ। तर यति हुँदाहुँदै पनि अब पासरभरि सबै चाहिँ कोरिया आउन नपाएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले माग राख्नुभएको, उहाँहरूको हिसाबमा माग राख्नु स्वाभाविक पनि हो। त्यो मागलाई चाहिँ प्रणालीमा अथवा नीतिमा कानुनमा कसरी समावेश गर्ने भन्ने विषयमा चाहिँ हाम्रो इपिएस कार्यालय त्यसै गरी नेपाल सरकार हामी चाहिँ यो राजदूतावास लगायत हामी प्रतिबद्ध छौँ। खैर म हजुरको धेरै समय लिन चाहन्न, अन्तिममा म यति सोध्न चाहन्छु तपाईँ जुन समस्या लिएर आउनु भएको छ हैन, दक्षिण कोरियामा प्रवेश गर्नु भएको छ, नेपाली इपिएसको समस्या, विद्यार्थीको पनि केही प्रश्नहरू सुन्नुभयो होला। भोलिको दिनमा तपाईहरू अहिले जुन समस्या लिएर आउनु भएको छ यो समस्या समाधान भएन भने नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिन्छ? यस्तो तपाईले भनेकै गलत किन भयो भने हामी समस्या समाधान गर्न आएको होइन। अहिले तपाईहरु जुन समस्या लिएर आउनु भएको छ तपाईले यस नोमा समस्याको समाधान हुने विषय यो होइन। अघि भर्खर सज्जुले भनेको पनि सुन्नुभयो, यो सामाजिक विषय हो हैन। गणित भएको भए तपाईको पास फेल हुन्छ अथवा यो हुन्छ। सामाजिक विषय भनेको तपाईले आज गरेको मिटिङको कारणले 10 वर्षपछि नीतिगत सुधार पनि हुन सक्छ। त्यो भएर विषयहरू धेरै छन्, त्यो विषय मध्ये धेरै विषयहरू उहाँहरू पोजिटिभ पनि भइसक्नु भएको छ। कोरियन पक्षहरू जस्तो यामयुको रिन्युका कुराहरूदेखि लिएर धेरै कुराहरू तत्काल हुनेछ र केही कुराहरू चाहिँ क्रमशः उहाँहरूको तर्फबाट पनि त यहाँको सरकारसँग छलफल गरेर उहाँहरूले फेरि खबर पठाउने कुराहरू पनि छ कतिपय। त्यो भएको भएर यो टोली आयो, टोली गएर जाँदा बित्तिकै जादुको छडीले जस्तो हुने पनि होइन। तर तपाईहरु यो दक्षिण कोरियामा प्रवेश गरिरहँदाखेरि लाखौं नेपालीहरू अहिले पनि आशा लिएर बाँचिरहेको छन्। अब त केही हदसम्म हाम्रो समस्या समाधान हुने हो कि? तपाईहरु यहाँ दक्षिण हुन त कतिपय श्रमिकलाई थाहा नहोला तपाईहरु दक्षिण कोरिया आउनु भएको, तर पनि श्रमिकहरू जति जनालाई थाहा छ उनीहरूले त आशा त राख्न पाइयो नि? पाइयो होइन, धेरै सकारात्मक कुराहरू भएका छन्। तर आजको भोलि नतिजा आउने अथवा यस नोमा नतिजा आउने अवस्था चाहिँ यस्ता खालको कार्यक्रमहरूले हुँदैन। एउटा धेरै उपलब्धि चाहिँ के भएको छ भने हामी यहाँ आएर नेपाली श्रमिकहरू बस्ने सेल्टरहरू, नेपाली श्रमिकले काम गर्ने ठाउँहरू र नेपाली श्रमिकहरूलाई जब म्याचिङ गराउने जब सेन्टरहरूमा पनि हामी स्थलगत भ्रमण गरेर धेरै कुरा जानकारी लिएका छौँ। अब कतिपय अफवाह फैलाएका विषयहरूमा पनि हामी सरकारी अधिकारीहरू नै पनि स्पष्ट थिएनौँ, हामी पनि स्पष्ट भएका छौँ।
अब सही कुरा एउटा गुड कम्युनिकेसन गर्ने भनेको चाहिँ समस्याको आधा समाधान हो भन्छ नि। त्यसैले हामी एउटा गुड कम्युनिकेसन गर्न सक्ने खालले चाहिँ हामी भयौँ यहाँ स्थलगतै हेरेर। र दोस्रो कुरा चाहिँ नीतिगत विषयहरू अथवा दुईटा देशको बिचमा हुनुपर्ने सम्बन्धका कुराहरू होलान् होइन, समझदारीमा होलान्, कुनै चाहिँ एमओयूमै सच्याउनु पर्ने कुराहरू ती चाहिँ क्रमशः हुन्छ भनेर भन्नुभएको छ। त्यसरी चाहिँ होला। तर यो ठ्याक्कै समस्यै भनेर पनि यो होइन है। फेरि तपाईँहरूको मिडियाले के बुझ्नु पऱ्यो भने पासर साथीहरू किन आउन पाउनु भएन भन्ने कुरा। जस्तो कि समस्या त के हुन्थ्यो भने कोही आफ्नो मान्छे आउने अथवा पैसा दिएको मान्छे आउने भन्ने आरोपहरू लगाइएको थियो नि, त्यो भएको भए त्यो समस्या र समाधान हुन्थ्यो। त्यो गुन्जायस छैन होइन, त्यो चाहिँ प्रणाली एकदम फेयर छ। तर आउन नपाएको चाहिँ साथीहरू त हो नि। अहिले 8,900 व्यक्तिहरू चाहिँ यो 2026मा पासरहरूको रोस्टर आउट हुँदैछ। अब उहाँहरूमध्ये कोही न कोही व्यक्तिहरू त कोटाभन्दा डबल उत्तीर्ण भएको हुनुहुन्छ, उहाँहरू त आउन नपाउने नै हुनसक्छ। को एबिसी को नेपाली दाजुभाइ दिदीबहिनी पर्नुहुन्छ, तर पर्नु त हुन्छ नि त यसमा। हजुर हजुर। हस्, हजुरलाई धेरै धेरै धन्यवाद महत्त्वपूर्ण समय र संवादको लागि। हस्, यहाँको मिडियालाई पनि एकदम धन्यवाद व्यक्त गर्छु।